ब्याक टु माई युट्युब च्यानल। ल आज फेरि एउटा सानो भिडियो लिएर उपस्थित भइसकेको छु। आज म बुटोलदेखि आउँदै गर्दा शनिबारको दिन महोत्सव 2081 मेला लाग्दैछ। यही मेलामा हामी चाहिँ पहिलो दिन आज आएको बित्तिकै हामी चाहिँ यहाँ इन हुँदैछौँ। तपाईँहरू पनि यो मेलामा आउन सक्नुहुन्छ। अब कस्तो छ भन्ने कुरा हरेक ठाउँको मेला थोरै जे भयो भने फरक हुन्छ, ठाउँ हुन्छ होइन। त्यसले गर्दाखेरि तपाईँहरू पनि यो मेलामा आउन सक्नुहुन्छ। ल हेर्नुहोस् है, हाम्रो दार्जिलिङको मेला। यहाँको एरिया सबै लगभग सबैले जान्नुभएको छ। एकदम बवाल छ, सुपर छ। ल सबै आउन सक्नुहुन्छ यो मेलामा। ओहो कस्तो देखिएको छु गाइस, झोले होइन, झोले टाइपमा एकदमै ट्याक्क। लास्ट गर्मी छ तर कपडाहरू मर्निङ टाइममा लगाएको कपडाहरू एकदमै ठिकै थियो। तर अहिले चाहिँ गर्मीले जोस अलिक बढी भएको छ कपडा, फेरि पनि ठिक छ। महोत्सव 2081 सालको आज पहिलो दिन हो। यसै ठाउँदेखि हामीले टिकट लिएर यहाँदेखि भित्र प्रवेश गर्न सक्छौँ। सम्पूर्ण साथीहरूलाई निमन्त्रणा छ है। ल आउनु होला। फाइनली गाइस टिकट लिइसकेका छौँ। कति रमाइलो छ, पहिलो दिन भए तापनि होइन। ल अब चाहिँ हामी इन हुँदैछौँ है। वाह सुपर छ यार। तानसेन महोत्सव 2081 सचिवालय यहाँ रहेछ है। ल अब हामी पनि यहाँ फिस हेर्नको लागि जाँदैछौँ है। तपाईँहरू पनि आउनुभयो भने यो गेटदेखि नै भित्र इन भएको बित्तिकै लेफ्ट साइडमा फिसको लागि टिकट यहाँबाट लाग्दो रहेछ। तपाईँहरू पनि आउन सक्नुहुन्छ। एकजनाको 150 रुपियाँ टिकट जस्तो लाग्छ।